हामी चाहिँ कहाँ आएको यहाँ सिधा हेर न तोरीबारी यता छ तोरीबारी यता छ गाउँबारी यो चाहिँ कहाँ गएको अरे नानी तिमी कहाँ गएको अरे आमाको घर गएको केसमाको घर जाने बाटो चाहिँ अलिक त्यस्तो खतरा छ उता एउटा राम्रो बाटो जाँदा त हुन्थ्यो हामी चाहिँ खेतको बाटो आएर यस्तो टुई टुई हिँड्दैछौँ ए कोही कोही मान्छेहरू चाहिँ यस्तो डराएर हिँड्छन् कहिले खेतको बाटो नदेखेको होइन 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 म चाहिँ बेटी होइन तिमी हो यो चाहिँ तोरीबारीहरू हेर्नु होला तोरी कस्तो राम्ररी फलेको छ है यस्तो यो भक्तपुरमा सहरमा बसेर पनि यस्तो तोरीबारी देख्न पाइन्छ यता वरिपरि सबै हेर परसम्म तोरीबारी कस्तो रमाइलो बा है हाम्रो कति रमाइलो छ यहाँ चाहिँ गाउँ छ है कस्तो राम्ररी फलेको छ हेर्नु न गाउँ पनि टहल्लह भएर माथि हेर्नु होला आकाश कस्तै राम्रो छ आज है बादल निस्केर भइरहेछ उता आलुबारी पनि छ यो आलु फलेको आलु यस्तो मजाले फलेको छ आलुबारी मकै फल्दै रहेछ यतापट्टि चाहिँ रहेछ अनि यतापट्टि चाहिँ लसुन यतापट्टि चाहिँ लसुन यहाँ आलु उता फर्सी अब छिटै फर्सीको मुन्टा खाने बेला भइहाल्छ यहाँनिर चाहिँ एकचोटमा यो चाहिँ खोला चाहिँ होइन उता ढोलको पानी आएर यहाँ नहुने तर मेरो छोरा चाहिँ यो देखेर चाहिँ एकदमै डर लाग्छ कि जहिले उसले मामाको घर खेतको बाटो जाने ल भनेपछि चाहिँ त्यो पुल नभएको तिरबाट जाने भने मात्रै हुन्छ भनेर भन्ने अब कसरी डराउँछ नि हेरौँ है त हामी आयो त धेरै डर लाग्छ बिचमा टेकेर अब त ट्विन ट्विन हेरौँ मामालाई नपक्रि आऊ न आऊ न सुरु सुरु त्यता खुट्टा अगाडि ल्याऊ न छिट्टो आऊ न तल हेर है खुट्टो अगाडि सार त्यो यो बाँसमा मात्रै ठिक न बाँसमा ठिक आऊ न ब्रेक गरौँ कि के हो नआउने बल्ल बल्ल क्रस गरिसक्यो गर्दा गर्दै हामी चाहिँ पिच बाटो आइपुग्यौँ सिधा हेर्न हो सानोमा पहिला